यसको नाम भलावली पास। खासमा यो फल खान मन लागिरहेछ मलाई, तर खान मिलेन। किन भन्दाखेरि 3300 समथिङ मिटर उचाइमा छौँ। अब के हो है, यस्तो भिरालो छ। अनि अब सायद धेरै भिरालो छैन जस्तो लाग्यो क्या। अब हेर न, समतल आउँदैछ। अब यो साइडमा ठिक छ यार। हेर हिमाल देखिन थाल्यो त्यतिर। कति दिनको साइज छ तपाईँको? म 1-2 दिन। 2 दिन मात्र? भोलि हामी त्यहाँ गएर बस्छौँ। बरी कहाँ हो अरे? सामान हेरेर
कहिले काहीँ आफ्नै पनि खिच्नुपर्ने रहेछ, बोल्नै नआए पनि केही बोल्नुपर्ने रहेछ। अनि क्या थाकिने क्या यारले बोक्नै नसकिने क्या त्यस्तै हो। यहाँ पुग्यौँ हामी अहिले। अब यो टप एउटा डाँडा देखिरहेको छौँ हामीले। त्यो डाँडा कसरी चढ्ने भन्ने कुरा थाहा छैन होइन, अब थाहा भइसक्यो यस्ता डाँडा कति चढेर आइसक्यो। अब त्यो डाँडा चढ्छौँ, त्यसपछि यो सेतो हिमाल होइन जुन छ नि यो ठ्याक्क देखिरहेको यसको फेदैतिर कतातिर हुँदै हामी सुरमा सरोवरतिर जान्छौँ। अनि मेन जानुपर्ने भनेको चाहिँ यो एरिया बाट त्यहाँ माथि अनि यत्रो भारी बोकेर केटाहरू त्यहाँ छन् रेडी हुँदै खिच्दिउँ भनेर हो। कस्तो भइरहेको छ नि, कहाँ भइरहेको छ थाहा छैन, टोपीमा हो कि अनुहारमा हो होइन, त्यस्तै हो। अनि यो बाटो आएको हामी तलबाट न्याय नजिक देखिन्छ तलको डाँडा आफू होइन। यति टाइम लाग्ने यो बाटो हुँदा यो उकालो सट्टै यहाँ आउँदै हामी यहाँ पुगेर ल बाई बाई टाटा। पन्जा निकाल्नुपर्छ होला यार एकछिनमा। पछाडि देखिने चाहिँ मार्कुका लल्लरी डाँडा। यो चट्टानमा हामी छिर्छौँ, कहाँ छिर्छौँ थाहा छैन, बाटो देखेको छैन। बाटो पन्छ्याउँदै जाने, अगाडि बढ्दै जाने, लामो श्वास फेर्ने। अहिले हामी प्रतासेको डाँडामा छौँ। त्यहाँ माथि पुरै चट्टानले टपमा पुग्नुपर्ने छ हामीले। अनि यसको उचाइ कति 4380 होइन, त्यस्तै छ। यो चाहिँ झन्डै स्वर्ग जाने बाटो हो। माथि पुरै स्वर्ग देखिन्छ। अब बाटो त देखेकै छैन यहाँ, तर बाटो जे भयो नि मान्छेहरूले बनाएकै छन् क्या। यति भएपछि कतिको चाहियो यार हिँड्नलाई। यस्तो मजाले ढुङ्गा मिलाइदिएकै छन्, टुई हिँड्ने, यस्तरी हिँड्ने। फेरि हामी यहाँ छौँ, यस्तो बाटो छ आम पेट। यो बाटो हुँदै आएको। के भन्छ हुँदैन। Welcome bro, welcome.
एउटा खुट्कुला उक्लिन पनि होइन आपत क्या नचल्दिरा खुट्टा त्यही त नबस्ने होला एउटा ब्रो माथि पुगेर त्यहाँ कुरिरहेछ कुरेको अहिले हामी नाचनथलीमा छौँ पछाडि सिधा पछाडि देखिरहेको चाहिँ यता अलि लुकिरहेछ यतातिर लुकिरहेको छ त्यो चाहिँ अप्पी हिमाल छ यहाँनिर होइन यो चाहिँ जेठी बौरानी हामी सुरमा सर्भरको यात्रामा छौँ हाम्रा दोस्तहरू पछाडि छन् ड्रोन उडाउँदै यस्तो दामी छ यो साइडमा देखाइदिउँ देखाइदिउँ Oh my god. बुढा बिना खाएपछि चाहिँ धन हिउँ हुन्छ हामी अहिले बाहुने ओडारमा पुगेका छौँ होइन बाहुने ओडारमा चाहिँ जताभावी 4 पार्नु होला भनेर लेखेका छन् बाहुने ओडार 445 मिटर बाहुने ओडारबाट हामी बुढा विनायक पुग्छौँ होइन बुढा विनायक पुगेपछि त सिधै जलजला हो जलजलामा त हिउँ होइन मजा आउँछ यस्तो छ सिनियाको हामी के अरे बुढा विनायक जाने बाटोमा यस्तो अवस्थामा परेछौँ हाम्रो साथी कहिले यस्तो ठाउँ एक्सपिरियन्स नगरेको जान सक्छन् कि सक्दैनन् ल यस सक्सेसफुल्ली क्रस द पाथ मैले नि त्यसो है यस्तो छ ठाउँ ठाउँमा यस्तै यस्तो छ आहा यहाँबाट टन्टन विस मगर अब घरमा छाइ दही खान पाइयोस् ब्रो बवाल आइरहेछ तिम्रो त यार
हात काम नलाग्ने खुट्टा अहिले त कामै नगर्ने भइसक्यो यार कामै नगर्ने भइसक्यो खुट्टा जय सुमा देवी त्यहाँ खुट्टा बनाऊ या तिमी त्यसरी हान्नुपर्छ क्या माथिको कर्नरले तिमी नै जाउला नि फेरि उता हाँस्नु कि दुखी धुनु यो बेला अनि त्यो साइडकोले टक्क हो त्यसै हान ल हाम्रो रेस्क्यु गर्ने ब्रोलाई धन्यवाद कस्तो अनुभव रह्यो सर अनि मलाई कमेन्ट गर्छ गएर बचाउनु छैन मलाई भिडियो खिचेर बसिरहेछ भन्दैन मलाई अब भिडियो खिचेर ठिक भयो अनि आफै यसरी बाटो बनाउँदै आएको अँध्यारो है अँध्यारो वाह यो एङ्गल पनि दामी रहेछ एक्सप्लोर गर्दैछु म बोल्न सिक्दैछु अलिअलि हामी हिजो बसेको ठाउँ ठ्याक्क यो पछाडि अनि यस्तो बबाल डाँडा छ होइन चारैतिर जहाँ हेरे पनि
यस्तो बबाल आउनु चाहिँ अलिक गाह्रो छ तर यस्तो बबाल एरिया छ कि त्यस्तै हो अरू के भन्नु पर्थ्यो खासै गफसफ आउँदैन क्रास गरेको पहिलो क्रास गाह्रो डेन्जर छ हामीहरू सरर जाने भनेर आएको होइन सरर जाने बाटो त्यो माथिबाट हो बिहान वेट गरेको तर यो मौसमले चाहिँ के भनिरहेछ भन्दाखेरि हिउँ पर्न सक्छ भनिरहेछ हिउँ पऱ्यो भने त हामी जस्तो मान्छेलाई त खत्तम हो हामीलाई बाटो देखाउने एउटा भाइ मात्र छ उसकै घरमा हो खुट्टा चिसो भएर अहिले हामी यता माथि चढ्दैछौँ होइन यहाँ चढेर हामी त्यो हिउँ भएको ठाउँमा त्यहाँतिर जानु पऱ्यो होइन तलबाट यहाँसम्म पुगिसक्यो चढ्नु अहिले लास्टिक गाह्रो भएर चाहिँ मौसम हल्का पोजिटिभ भएको हामी सुरुमा सरर जान्थ्यौँ यता माथितिरबाट जान्थ्यौँ है हेलो दर्शक वृन्दहरू आउँछ सबभन्दा बढी त्यो सुनाऊ क्या अब वेल बी ब्याक होइन त्यहाँ पुगेपछि तल बेस क्याम्प 4200 मिटरमा थियो हामी लगभग 400 मिटरमा पुग्यौँ होला अनि यही ठाउँतिर पाउँछ होइन हेर्चा सेर्चा यही ठाउँतिर हेर्चाहरू पाइन्छ है त्यो वासस्थानलाई फर्केर हेर्चा किन महँगो हुन्छ भन्ने आज थाहा पाइयो है होइन हेर्चा किन महँगो हुँदो रहेछ भन्ने यस्तो गाह्रो हुन्छ हिँड्नु माथि अप एन्ड डाउन हुन्छ तलबाट माथि माथिबाट तल झन् त्यस्तो भिटोमा कस्तो ठाउँ छ हेरेर अब अझै हामी त्यहाँतिर पुग्नुपर्छ हल्का यो पाहाडभन्दा त्यो एउटा पाहाड छ नि त्यसको नजिक पुग्छ त्यहाँबाट सिधै पाइलो त्यहाँ बिचमा त्यो भ्यू परेको ठ्याक्क वाइट स्नो वाइट भएको छ नि त्यसको दुईवटा पिकको बिचबाट पास गर्छौँ हामी त्यो बिचमा एउटा मन्दिर छ त्यो मन्दिर चाहिँ बुढा विनायक मन्दिर हो त्यहाँतिर पुग्न सक्यो भने हामीलाई हल्का सजिलो हुन्छ सबभन्दा हिउँ भएको ठाउँ त्यही हो अहिले हामी ठ्याक्क औँगठेको झर्नामा पुगेछौँ अहिले यस्तो छ ठाडे रहेछ यस्तो छ हिजो म चिप्लेको त्यही हो यार हल्का चिप्ले थिएँ कस्तो डर लाग्दो रहेछ चिप्ल्यो भने त स्लो मोसनमा तल पुगिन्छ सिधै रेस्ट इन पिस भन्ने रेस्ट इन पिस त हुँदैन हुँदैन यस्तो लडिँदैन बिस्तारै चिप्ल्यो फेरि यत्रो उकालो चढ्नुपर्छ उसलाई त गाह्रो भइरहेछ माथि नजाऊ त्यो नि तलै जाऊ हिजो तलबाट सजिलो भएको थियो हामी अरू के हुँदैन तलबाट जाउँ यार यो हिजोको तिमी हिँड्या बाटो हिँडौ त्योबाट अलि सजिलो जस्तो यस्तो हान्यो भने अरू ठिक छ क्या
यहाँको बाटो लास्टै चिप्लो भएर होइन माथि 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 त्यहाँबाट आउनुपर्ने भयो त्यहाँ टप पुग्छ त्यहाँ खुट्टा सिराइदियो क्या बन्न थाल्छ यस हो त्यहाँ हो हाम्रो गन्तव्य गन्तव्य त टाढै हो एकछिनको लागि 10 मिनट लाग्छ हामी खासमा उताको हिउँ देखेर एकदम कुदिरहेछौँ अलिअलि हान्न थाल्छ क्या यहाँ एक थोरै ढिला मात्र गऱ्यौँ भने पनि गाह्रो हुन्छ ओए होए क्या हो यार आहा आमा हिउँ पर्न सुरु भयो त्यो त अलिअलि यता पनि भाग्नुपर्छ यार हिजो यही उकालो चढ्न यस्तो आपत परेको थियो आज झर्दाखेरि खुइ खुइ छोड्नु पऱ्यो छोपेर 85 को टाढामा यसो गफ गर्छौँ है कस्तो राम्रो देखेको फर्किँदै गरेको बाटो खै यस्तो खतरा हुन्छ क्या सट्ट यस्तो गऱ्यो भने दामी
सजिलै छ बाटो। हिँड्यो 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 होइन कस्तो मेरो जिब्रो लड बढिरहेछ क्या के भएको यो धेरै थर्क्यो क्या अनुहार पनि हिँड्यो 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 थाकिन्छ अनि चट्ट एकछिन यता यता हेर्न उभियो थकाइ चैट रात रात यो चिज चाहिँ भइहाल्यो हेलो साथीहरू दाजुभाइहरू घुम्न आऊ है घुम्न केटाहरू यता यो ठाउँमा घुम्न आयो भने तिमीहरूलाई साथी मै हो होइन मसँग अनिवार्य साथीहरू पनि छन् घुम्नुपर्छ घुम्ने साथी नभएर मात्र हो यार डेन्जर छ नि ठाउँ हामीले आज साथी भएको भए त त्यो हिमाल पनि गइन्थ्यो होला हो साथीको कमी छ हामीलाई केटा हो आउनु पर्यो प्लिज कन्ट्याक्ट विथ अस हो 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 ग्रुप भएको भए कहाँ कहाँ पुग्थ्यौँ यार यस्तो सुन्दर ठाउँ कहाँ पाइन्छ नेपालमै पाइन्छ तर अलि हिँड्नुपर्छ ल अब हामी यो रुगो हुने डाँडा रुगो हुने कपाल अरे हो सुन्दर रुगो हुने डाँडाबाट हेत्तेरी सुन्दर रुगो हुने कपालबाट हामी तल तल झर्दैछौँ कस्तो दामी छ होइन यो रातो रातो खै के फुलेर कस्तो दामी छ त्यो चट्टानै चट्टान हुन्छ अब हामी खासमा अनि अब अलिक कम जाडो हुँदैछ अनि मैले टोपी चेन्ज गरेँ मेरो निधार पनि छोपियो ल यस्तो छ बाटो ठिकै छ यो भने धेरै राम्रो यति राम्रो डाँडाको टुप्पै टुप्पो हुँदै जाने क्या यस्तो सरर रुगो हुने खौला 3840 मिटरबाट अनि सिधा तल ओह्रालो ओह्रालो झर्दैछौँ यस्तो ओह्रालो यो डाँडा हुँदै आयो तल हुँदै यहाँ बाटो सुरु हुँदैछ धेरै हल्लिन सक्छ FX 3 को क्षमता हेरौँ यहाँ कतिको हल्लिन्छ कतिको स्टेबलाइजेसन छ यसको कताबाट केमा क्यामेरामै हो ल म यहाँबाट खिचिदिन्छु ल ओके दाजु ओके भए दाजु म रेडी सुन्दर डाँडा बाटो अब हामी फेरि हिँड्न गइरहेका छौँ हिँड्न थाल्यौँ अब के गर्नु त्यो भाइ त उता पुगिसक्यो हामीले चाहिँ अलिकति खिच्नु परिहाल्यो यस्तो दामी लोकेसन भेट्टायो खिच्नु परिहाल्यो